साथीहरू नमस्कार। आजको भिडियोमा खसी पारेको महत्त्वपूर्ण बारेमा कुरा गर्नेछौँ। पाठाहरूलाई कति महिनामा खसी बनाउने र खसी बनाउनका फाइदाहरू के छन् विषयमा आजको भिडियो रहेको छ। आउनुहोस् साथीहरू भिडियो सुरु गरौँ। खसी बनाउनुको मुख्य उद्देश्य भाले पशुलाई सन्तान उत्पादनको लागि असक्षम बनाउनु हो। कृषकले व्यवस्थित बाख्रा पालनको लागि समयमै प्रजननका लागि उपयुक्त पाठाहरू छनौट गरी बाँकी रहेका पाठाहरूलाई खसी बनाउनु पर्दछ। बोका वा पाठाहरूलाई मुख्यतया राम्रो मासु उत्पादनको लागि वा प्रजननको लागि उपयुक्त नभएका बोकाहरूलाई खसी बनाउनु गर्दछ। पाठाहरूलाई 2 देखि 3 महिना पुगेपछि खसी पार्नु उपयुक्त हुन्छ। अब कुरा गरौँ खसी पार्नेको फाइदाहरू। पाठाहरूलाई समयमै खसी बनाउँदा हाड नाता बीच प्रजनन रोक्न सकिन्छ। खसीको मासु बोकाको मासु भन्दा स्वादिलो हुन भएकोले उपभोक्ताहरूले बढी मन पराउँछ। बोकाको मासुमा बढी गन्ध आउनु भएकोले धेरै उपभोक्ताले मन पराउँदैन, त्यसकारणले खसी बनाउन गर्दछ। प्रजननका लागि उपयुक्त नदेखिएका पाठाहरूलाई खसी बनाउँदा नराम्रो सन्तान जन्मिनेबाट बचिन्छ। खसी बाख्रा तथा पाठापाठीहरू सँगै चराउन सकिन्छ। खसी बनाउँदा वृद्धि विकास बढी हुन्छ र छिटो मोटाउँछ, त्यसकारणले पनि खसी बनाउँछ। अरू साथीहरू नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। अरू भिडियोमा केही मिस्टेक अरू गल्ती भएको छ भने कमेन्टको मार्फत भन्न सक्नुहुन्छ। और साथ सपोर्ट माया सबैजना मिलेर गरिदिनु होला। माया गरिदिनुहुन्छ, मलाई विश्वास छ। धन्यवाद।